गाइस यहाँनिर चाहिँ माछा मार्ने मछुवाहरू धरानबाट आउनुभएको छ। कतिवटा माछा पर्ने हो कोनी ओ त्यहाँ हुनुहुन्छ दाजु भैयाजी। ओ भैया कतिवटा माछा पर्यो? त्यहाँनिर माछा हेर्दै हुनुहुन्छ। काम गर्नु छोडी छोडी यहाँ माछा मार्दै हुनुहुन्छ। अघिसम्म चाहिँ हाम्रो त्यहाँनिर माछा पक्रिँदै हुनुहुन्थ्यो अनि अहिले चाहिँ यहाँनिर मजाले रटको काम गर्दै हुनुहुन्छ। तपाईँहरूलाई चाहियो भने सम्पर्क गर्नु होला हाम्रो मिस्टर विशाल राई चौधरीलाई। अनि उहाँको असिस्टेन्ट चाहिँ यहाँ हुनुहुन्छ रेमन चौधरीलाई। यहाँनिर चाहिँ मछली मार्ने कुकम्यान पनि वुमेन पनि हुनुहुन्छ। हाम्रो पानी यहाँ छ भएन नि यो ठिक छ त त्यताबाट आउँदा पनि भइहाल्छ। त्यो त अचानो पऱ्यो त्यो फोहोर गर्नु हुँदैन नि। गाई हामी चाहिँ यस्तो खतरा पिकनिकमा आएको छौँ अचानो पनि यति घिनलाग्दो छ। अघिसम्म चाहिँ हामी माछा मार्दैछौँ अहिले चाहिँ हामी यहाँनिर छौँ। यहाँनिर चाहिँ हाम्रो मिस्त्री दिदीहरू हुनुहुन्छ इन्जिनियरहरू दिदी मात्र होइन दाजुहरू पनि हुनुहुन्छ। क्या काम कर रहे हो आप? लड़की बात मैं लड़की के पटाता हूँ। हो लड़की को पटाकर उसका बहुत खुशी करके ले जाना चाहती हूँ। हाँ कोही छ भने भनिदिनु होला। ब्लॉग में है ना मेरा बीवी भी नहीं है, बीवी मेरे को सुनो। हाँ भैया तो बीबी अभी सुनिए ना। गाना गा दो न एक बार। क्या कहा? नेपाली बाबू गाना कौन सा वाला? और सुन चुका है तो फिर दोहरा दोहरा वो एक ही गीत क्या सुनेगा? थोड़ा गा दो थोड़ा। अब सिंदूर का सुनाओ। मेरे छोरी मेरा बाबा रोजे चाहिँ आफिसन कति लाग्छ कति लाग्छ बन 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 बाबा छोरी छोरा को हाँसेको त्यस्तो चाहिँ अब म गर्दै थियो माइकल जैक्सन नि ओ माइकल जैक्सन आज यहाँ मौरी समात्दै हुनुहुन्छ अनि मौरीले टोक्यो भने म चाहिँ जान्दिनँ। मौरी मौरीजी मौरीजी मलाई नटोक्नु होला। रानी कसरी चिन्नुहुन्छ? छोरा नि समात्नु भयो मोहजीलाई। यत्रो रानी चाहिँ कुन हो? वाउ यस्तो जग्गाभित्र गाईहरू सबै खाएर जानु पर्छ के चाहिँ सबै खाएर जानु पर्छ भयो के को भयो अझै छ अझै छ मलाई डर लागिसक्यो गाईहरू हो खाएर जानु पर्छ हौ छ नानीको रानी चाहिँ कसरी चिन्नुहुन्छ? रानीहरुको बनाउन कसरी चिन्नु महा 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 हाँ ओ आगे 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 महा त्यो त त्यही होला आगे आगे छिटो झुक्न छिटो हाँ मुर्ख हुनै पर्यो छिटो न रानी अनि भाग्छ पता नै धुवा ल्याउँदा धुवा गाइस हामी दोस्रोचोटि फेरि मौरी पकाउन आएका छौँ।
पहिलोचोटि चाहिँ अनसक्सेसफुल भएको छ यहाँनिर चिरेको कारणले पहिलोचोटि चाहिँ अनसक्सेसफुल भएको छ यहाँनिर चिरेको कारणले दोस्रो चोटि हामी मौरी पकाउन आएको छौँ हेर्न सक्नुहुनेछ म चाहिँ क्यामेराम्यान हो ब्याग च्यातिङ चाहिँ दुर्नुपर्छ अब ओभर धेरै छ गाई हेर्न सक्नुहुन्छ मौरी चाहिँ ओभर धेरै छ तर डढेर मर्न लागेको छ आगोतिर त भएर ब्याग डढ्छ हौ पर त्यहाँ घर आगो लाग्छ गाइस अब हामी चाहिँ यहाँ तेस्रो चोटिको प्रयासमा छौँ एकदम रेडी भएर आगो पनि निभिसकेको छ मौरी पनि भागिसकेको छ डाडु पनि साथमै छ अनि यहाँ मौरी झिक्नुहुने मान्छे पनि यहाँ हेलमेट लगाएर लडी लडी अलिक चुप्पा खाइसकेको छ मौरीको हातैले तान्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ वाउ रानी नभेटाएपछि यस्तो अहिले जुगाड हेर जुगाड यति हो सबै डर हातमा चाहिँ पकाउन हेर्न सक्नुहुन्छ तपाईँहरू मौरी पकाउने तरिका गाडीले कुटेको चाहिँ मौरी चाहिँ धेरै रहेछ भित्रैसम्म एउटा पनि आएको छ न चाहिँ नटुकुस म चाहिँ त्यहाँ बस्दैछु त्यो कलर भएको आएन भनेपछि रानी भित्रै छ छोडिदिनु हो त्यति नै लगाउँ भागिसक्यो मेरो छोरी आइसक्यो यहाँ लगाइसक्यो भएन म चाहिँ आज मौरी बोक्न सक्दिनँ होला भएको त तपाईँको मौरी सबै के गर्नुहुन्छ अब त्यो ऊ रानी ती छ सबै ती जाँदैछ रानी डोरमै छ यो डोर काट्नुपर्छ क्या अझै एकचोटि हामीले चाहिँ मौरी नपाएको कारणले खालि हात जाँदैछ 3 चोटिको प्रयासमा यहाँ डरपोक छ भयो म चाहिँ भ्लग बनाउँदिनँ छ त्यहाँ रानी त्यतिकै कुदो पारेर छोडिदिन भित्रै गयो पछि पसोस् क्या काटिकिन अब चाहिँ अति भएको कारणले हामी मौरीलाई घर यहीँ बनाइदिँदैछौँ हेर्न सक्नुहुन्छ तपाईँहरू 3 चोटिको प्रयासमा पनि हामीले मौरी पकाउन सकेको छैनौँ आजको भ्लग यस्तो रहेको छ माछा पनि पक्रेनौँ मौरी पनि पक्रेनौँ अब बाहिरीको मौरीहरू चाहिँ कसरी छिर्छ मौरीको डोरमा मौरी बोकेर जाने भने डोर खाली जाने भयो अलिअलि निस्केको छ भयो अङ्कल पस्छ मौरी पस्दैन नि नपसिन्जेलसम्म पर्सि आइन्जेलसम्म बाहिर छुट्टेको छ 1-2 वटा मौरीहरू मौरीदेखि मौरीलाई चाहिँ अनि जबरजस्ती भए पनि हाम्रो भेनाको टोकरीमा चाहिँ मौरी पस्नै पर्ने अरे गाइसहरू नछोड्ने अरे क्या मौरीलाई यस्तो डेन्जर छ मान्छे भोलिसम्म मौरीले सासै फेर्दैन